ठिकै छैन, मलाई दिएर सहज जस्तो लाग्यो। त्यही भएर अनि मैले कथा लेखेको छैन तर म कथाकार हुँ। मैले कथा लेखेको छैन तर म कथाकार हुँ। मैले कविता पनि लेखेको छैन तर म कवि हुँ। मैले निबन्ध लेखेको छैन तर म निबन्धकार हुँ, किनकि म शिक्षक हुँ। मैले विद्यार्थीलाई कथा, कविता र निबन्ध लेख्न सिकाएको छु। अब मैले चाहिँ यसपछि एउटा सानो कविता सुनाउँदैछु। यो चाहिँ अलिकति क्रियात्मक छ। यो चाहिँ अलिकति श्लोकमा पनि छ। यो चाहिँ केका लागि मैले लेखेँ भनेदेखि पहिला सुरुमा आमाले त्यो जाँतो घुमाउँदै गर्दाखेरि श्लोक गाउनुहुन्थ्यो। अनि पछि गएर त्यो कविता 2 लाइन याद थियो मलाई। अहिले मलाई चाहिँ भानु जयन्तीमा नानीबाबुहरूलाई पनि हाम्रो पहिलेका आमाहरू, काकीहरू, सासू बुहारीको रूपमा कसरी के कस्ता कविता गाउनुहुन्थ्यो त्यो सिकाउनका लागि भानु बनेर भानुले बरु शिक्षा लेख्नु, अब चाहिँ त्यहाँ सासू बुहारी बनेर भानुले अरू कविता सिकाउनुहुन्छ। त्यो प्रस्तुतिका लागि मैले लेखेको हो। म यहाँलाई सुनाउन चाहन्छु है त। बुहारीले भन्छन्, तामे ताउले छ, फलामे ताई छ, हेला गर्दछौ जान्छु माई त। यो चाहिँ मैले नितान्त आमाबाट सुनेको कविता। अब यसपछि मैले यसै गरी अरू रचना गरेँ। अब सासू भन्दछिन् फेरि, हेर्नै पर्दैन शुभ साई त, बस्दैन बस्दा गइहाल माई त। यो चाहिँ हाम्रो पुरानो सासू बुहारीको झगडा है। त्यसपछि फेरि सासूले, धेरै नबुझाइ जोरी जुहारी, छोरो ल्याइहाल्छ अर्की बुहारी है। अब फेरि बुहारीको पालो आउँछ, तिम्रा पनि छन् छोरी घरभरि, कस्तै ल्याउँदछौ अर्की बुहारी। यसरी चाहिँ दोहोरी चलिरहन्छ सासू बुहारीको है। अब सासू फेरि भन्दछन्, प्यारी यो छोरी हुर्की चुखाले, त जस्ती त छैन मुखाले। अब त्यसपछि फेरि बुहारीको पालो, अहिले छौ सासू थियो बुहारी, बिर्स्यौ तिमीले दुःख कसरी, अंश छोड्दिन समाज बुहारी, तिम्रै पाइला टेकी म आएँ, आँसु लुकाई घरमै रमाएँ। अब त्यसपछि बुहारीले चाहिँ सन्देश, वधु शिक्षा भनेर भानुभक्त आचार्यले दिनुभयो। अब चाहिँ बुहारीले सन्देश दिने, सासूलाई श्रीमानलाई दिने सन्देश है। मिठो बोलीले घर सिगार्छ, रिसको आगोले संसार बिगार्छ, बुहारीलाई नि छोरी सम्झिनु, कुरा सबै नै तिमीले सुनिदिनु, साना कुरामा झगडा नहोस्, घरको इज्जत बाहिर नजाओस्, दुःख सुखमा सँगै बसौँला, राम रमिता मिली गाउँला, आँगनैभरि हाँसो छरियो, हाम्रो मायाले खुसी भरियो, घर जल्दछ क्रोध रिसले, घर बन्द छ प्रीत प्रेमले, सासू भन्दथिन् कामै गरिनस्, बुहारी भन्दथिन् माया दिइनस्, बिर्सी झगडा बसौँ मिलेर, कान्ति छर्दिन्छौँ दियो बालेर, तितो मनको गाँठो फुकाउँ, हाँस्दै रमाउँदै गृह सजाउँ, रिसा घमण्ड टाढा भगाउँ, मार्ग सुखको सँगै बनाउँ, सासू बुहारी हुँदा साथमा, दुःख हराउँछ सबको गाथामा। Yes, thank you. Yes, sir.